सुरुवात यहीँदेखि भाइ बेल यति राम्रो बेले चाहिँ कहिले नि बेल्न सक्दिनँ यति राम्रो लु भिडियोमा के बनाउनु बेल लु बेल कुक काठमाडौँ गएर कुक गरेर आएको खोइ तेरो कला देखाउँदैन अब यो भिडियो नि हाल अनि फेरि मलाई भाइरल गर काम लागि छ अब आफ्नो आमाको नि हालेर छोरोलाई केही भन्नु छैन छोरोले नि हेर्दो होला त नि कानमा पैसा पठाइदिए भाइ होइन दुखी आमा केही छ अरे दुखी आमा भनेर मेरो खाना रहेछ त अनि खोइ हाम्रा केटा कता गयो हाम्रा के भन्दै के अहिले पाइन्छ बेल मजाले अन्तरे भरत काका पुनराय बेल्दै गर्नु त म पकाउनेतिर चेप्टाइदिउँ खालो गाडे ठाउँमा भेट त अहिले तेरो यहाँ आएको पाउडा एकजना आएको हुने हुने कुरा गरे म साथीलाई लिएर आउँछु नि कति मिनट लाग्छ यो कति बेलासम्म हुन्छ अहिले यहाँ कहाँ हुन्छ त्यो अहिले भेट यसले अहिले कुटे खानु खोज्दैछ साथीलाई लिनु जान आँटेको क्या केटी साथीलाई त्यो मान्छे आयो यही हो होइन एउटा अर्तिर लाग्ने चाहिँ अब अनि उयो चाहिँ के घर हो होइन लड्नुपर्छ भ्यू टावरले उड्ला जस्तो गरेर कुद्छ त केटा त पैसा लाग्दैन होला नि खोइ टावरमा चढ्नुलाई त कोही मान्छे त देख्दिनँ भ्यू टावर भनेको होइन त दमकको भ्यू टावरतिर आएको भ्यू टावर त पुरै खेतको बिचमा पो रहेछ त होइन पिङ नखेल्ने पिङ खेल्नु लु भ्यू टावर घुम्न आएको तर सुनसान छ त हौ कता त्यता हिँडेको यतै हिँड्नु नि त्यहाँ देख्नु भएन क्याप टोपी लगाएर आउँदा त झर्थ्यो क्या हो मासतिर हेर्दा त ल दमकको भ्यू टावर यो
घर जाने मान्छे जति त सबै यतै रहेछन् कारा कुरुक्ने मकै बारी मकै गोड्ने मकै गोडेर आउन त लु है मकै गोड्नु लाग्यो है मकै गोड्न आम है बाहिरदेखि हेर्नु नि हो देख्दैनस् झन्डै क्यामेरामै आएन त भ्यू टावर त भ्यू टावर हेर्न आएको होइन त सेप्टा ल ठिक छ ए राम्रो निस्किन्छ हौ कस्तो क्यामेरा हल्यो भ्यू टावर आउनु चाहिँ आइयो तर उद्घाटन त गरिसकेको अरे होइन कतिको छ हौ आमामा यो त नि भ्यू टावर हेर्न आइयो ल आइदिउँ टिकटक पनि चल्दैछ फेरि यहाँ खत्रै चल्दैछ खतरा आउँछ है हिरै देखिन्छ त हौ भ्यू टावर त नि उयो चाहिँ गरेको रहेन रहेछ होइन चालु अनि उयो त गरिसकेको भन्दैछ त नि उद्घाटन त होइन आउनु पऱ्यो नि त पैसा लिएर आउनु पऱ्यो कर्मचारी चाहिँ नभएको भ्यू टावर त हेर्न आइयो तर बाहिरैदेखि मात्रै हेराइ भयो त हौ एका कसले लिने हो होइन एउटा है सबैको हुन्छ ठुलो बनाएर रहेछ नि पुलिसहरू पनि भित्र बस्दो रहेछ होइन पुलिसहरू कहाँ छ कहाँ देख्यो हो यतापट्टि साइडमा छ रुङ्नी त बस्नु पर्यो होला नि त नि कता हाल्नु भएको यो मकैबारीमा निकाल्नु नि मात्र ल हेर त
गाडीमा ड्याम उफ्रिँदाखेरि खोर्सानी आँखामा ठ्याप्प लाउलाउने अरे खा खा त्यही खानै आएको बतलले होला बतलले ल ल हावा बोला हावा त्यो गाडी कुदाउँदा खोर्सानी चाहिँ जोगा आँखामा फेरि दुईजना होइन दुईजना आएको छ खोर्सानी यहाँ पनि आएछ खोर्सानी पाक्यो त कसलाई चाहियो खोर्सानी खोर्सानी ल